गुदाद्वारमा हुने सानो चिरा अथवा घाउलाई हामीले एनल फिसर भनिन्छ र यस रोगमा मुख्य रूपमा देखा पर्ने लक्षणहरू भनेको दिशा गर्दाखेरि दिशामा मिसिएर हजुरको धर्सा जस्तो रगत निस्किन्छ, त्यस स्थानमा पोल्ने र सँगसँगै हजुरको दिशा गरिसकेपछि एकदम धेरै दुखाइ भइरहने, 3-4 घण्टासम्म पनि दुखाइ भइरहन्छ र त्यो सँगसँगै गुदा वरिपरिको भाग एकदम धेरै टाइट हुन्छ। यस्तो समस्या किन हुन्छ त? यो विशेष गरी हजुरको दिशा एकदम धेरै टाइट भएर कब्जियत भएर यो समस्या हुन्छ। गर्ने समयमा धेरै जोड लगाएर र सँगसँगै धेरै मसलादार खानेकुराहरूको प्रयोग धेरै गरेर, पानी पिउने र हजुरको फाइबरयुक्त खानाहरू कम खाने व्यक्तिहरूमा यस्तो समस्या हुन्छ र सँगसँगै हजुरहरूको यो प्रेग्नेन्सीको केसमा पनि यो समस्या देखिन सक्दछ। यो समस्या के गर्दा सन्चो हुन्छ त? यो समस्या विशेष गरी हजुरको दिशा गर्ने समयमा लामो समयसम्म नबस्ने, धेरै जोर नलगाउने, कब्जियत हुन नदिने र प्रशस्त मात्रामा पानी पिउने र फाइबरयुक्त खानेकुराहरू खानु पर्दछ र यो सँगसँगै हजुरको सुरुवाती अवस्थामा यदि यो रोग 6 हप्तासम्ममा पनि निको भएन भने यो क्रोनिक फिसरको अवस्थामा पुग्दछ। त्यसैले हजुरहरूले यसलाई समयमै उपचार गर्नुभयो भने फर्दर कम्प्लिकेसनहरू बन्नबाट जोगिनुहुन्छ।